गाइस आज चाहिँ मैले हजुरहरुको माझमा ठेकुवाको रेसिपी लिएर आएको छु र भिडियोको अन्तिमसम्म हेर्दिनुहुन्छ भन्ने मैले पूर्ण आशा गरेको छु र गाइस ठेकुवा बनाउनको लागि के सामान चाहिन्छ म सबै हजुरहरुलाई देखाउने छु। र यता चाहिँ मैले आटो लिएको छु र यता अलिकति सुजी र यता चाहिँ घिउ र यता चाहिँ यो मिठाई पानी र मिठाई पानी पनि चाहिन्छ ठेकुवा बनाउनको लागि। र म त चाहिँ यता आटो हाल्दै छु र यता सुजी हाल्दै छु र सुजी चाहिँ हाल्नुपर्छ अलिकति क्रिस्पी आउनको लागि र यता चाहिँ घिउ स्वादको लागि घिउ चाहिँ मैले चाहिँ यो अगाडि पनि एकचोटी बनाएको थिएँ र फेरि एकखेप ट्राई गर्नेछु गाइस। र मजासँगले घिउलाई र सुजीलाई मजासँगले मिक्सिङ गर्नुपर्छ। यहाँ हेर्न सक्नुहुन्छ मैले कसरी मिक्सिङ गरिरहेको छु। आटो सुजी घिउलाई चाहिँ मजासँगले डल्ला डल्ला हुन दिनु हुँदैन र मजासँगले एकदम हेर्नुहोस् मेरो चाहिँ डल्ला डल्ला भएको छ नि, यसलाई सबै डल्ला फुटाउनुपर्छ मजासँगले, नभए चाहिँ जति मिठो हुनुपर्ने त्यति मिठो हुँदैन। र म चाहिँ यता मजासँगले डल्ला फुटाइरहेको छु र भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला, सबै थोक हजुरलाई जानकारी दिनेछु। म चाहिँ सबै के हाल्नुपर्छ सबै थोक भन्नेछु र भिडियो अन्तिमसम्म चाहिँ हेरिदिनुहुन्छ भन्ने मैले पूर्ण आशा गरेको छु। र यता चाहिँ मैले मजासँगले मिक्सिङ गरिरहेको छु र डल्ला डल्ला चाहिँ भइरहेको छ र डल्ला राम्रोसँगले फुटाएर र यसमा चाहिँ मैले फेरि अब एड गर्नेछु मिठाई पानी र मिठाई पानी मैले यता रेडी बनाएर राखेको छु र मिठाई पानी अलिकति म यसमा एड गरेर मजासँगले आटो मार्नेछु। र हेर्न सक्नुहुन्छ मैले चाहिँ मिठाई पानी यसमा एड गरिसकेको छु र यसलाई चाहिँ राम्रोसँगले मार्नुपर्छ र जति मार्नुहुन्छ त्यति सफ्टनेस र खाना पनि राम्रो हुन्छ। र म चाहिँ यता मारिराखेको छु र हजुरहरूले पनि यसरी नै मार्नुहोस् र हजुरहरूले पनि निश्चय खानुभएको होला ठेकुवा र यो कसरी बनिन्छ भन्ने हजुरलाई थाहा पनि छैन होला। र म चाहिँ हजुरको माझमा यस्तो भिडियो लिएर आएको छु र सबैजनालाई थाहा होस् भनेर र म चाहिँ यता मजासँगले आटो मारिराखेको छु र आटो सुजी र घिउ र यता चाहिँ मिठाईको पानीसँग मजासँगले यसरी मार्नुपर्छ गाइस। र हेर्नुहोस् र जति मार्नुहुन्छ त्यति ठेकुवा राम्रो लाग्छ र म चाहिँ यता मारिराखेको छु र यसरी नै हजुरहरूले मारेर चाहिँ बनाउन सक्नुहुनेछ। र मैले चाहिँ अलिकति बनाएको र मलाई मार्न पनि असुविधा भइरहेको छ, अलिक धेरै हुँदा चाहिँ हातमा आउँछ र मैले चाहिँ अलिकति रेसिपी हजुरको माझमा सेयर गरौँ भनेर अलिकतिको रेसिपी बनाएको छु मैले चाहिँ। र यता चाहिँ म मारिसकेर चाहिँ म यसलाई एकछिन 10 मिनटको लागि म फेरि छोपेर राख्नेछु। छोप्दा चाहिँ राम्रो सफ्ट हुन्छ भनेर चाहिँ म चाहिँ यता छोपेर राख्नेछु र हजुरहरूले पनि यसरी नै छोपेर राख्नुहोस्। र म चाहिँ छोपेर राखेको 10 मिनट पनि भयो र अब चाहिँ म बनाएर देखाउने छु र हेर्न सक्नुहुन्छ गाइस। र मैले चाहिँ अलिकति यसमा फेरि माडेर र कसरी बनाउनु पर्छ त्यो चाहिँ म हजुरलाई देखाउने छु र भिडियो हेर्दै गर्नुहोस् गाइस। र म पनि त्यति परफेक्ट त छुइनँ र हजुरहरूको माझा मैले त्यही पनि ट्राई गरिरहेको छु र हेर्न सक्नुहुन्छ गाइस। र म चाहिँ यहाँ काँटा चामचले म यसको सेप बनाउने छु र हेर्न सक्नुहुन्छ उता चाहिँ काँटा चामच छ र म चाहिँ यसरी नै बनाउँछु र हजुरले पनि यसरी नै बनाउन सक्नुहुनेछ। र बनाउनलाई एकदम आसान छ, त्यत्रो केही ठुलो कुरो पनि होइन, यो आसान चाल यसरी नै हजुरले काँटा चामचको उसमा ठक्कसँगले एउटा सेप बनाउन सक्नुहुन्छ ठेकुवा। र यता चाहिँ मैले बनाइसकेँ गाइस र कस्तो लाग्यो गाइस, मजा लाग्दैछ नि होइन। र मलाई चाहिँ मजा लाग्दैछ बनाएर चाहिँ र हजुरहरूलाई पनि हेरेर एकदम निश्चय राम्रो लाग्दै होला। र म चाहिँ यहाँ हेर्नुहोस् है कति सजिलो चालले होइन, एकदम मजा चालले बनिदिएछ। यहाँ हेर्नुहोस् ठ्याक ठ्याकसँगले कति राम्रोसँगले। र यता चाहिँ दोडा मैले रेडी गरेर र सबै रेडी गरेर हजुरलाई देखाउने छु। र यता चाहिँ सबै रेडी भइसक्यो र हेर्नुहोस् कति राम्रो देखिएको छ होइन। र यता चाहिँ मैले तेल गरम गरेर राखेको छु र तेल चाहिँ एकदम त्यस्तो गरम पनि हुनु हुँदैन र गरम बेसी हुँदाखेरि चाहिँ एकदम छिटो जल्न छ र खाना पनि त्यति राम्रो लाग्दैन, उता चाहिँ डर छ मजाले पाकेको हुँदैन। र म चाहिँ एकदम यता त्यस्तो तेल गरम पनि थिएन र मैले एउटा एउटा गरेर छोडेको छु। र यता चाहिँ मेरो अलरेडी रेडी भइसकेको छ र गाइस के दामी भएको छ हेर्नुहोस् है र मजा लाग्दैछ। र यता चाहिँ मेरो फाइनल लुक हेर्न सक्नुहुन्छ गाइस। के कस्तो लाग्यो भिडियो, यस्तै राम्रो भिडियो हेर्न चाहनुहुन्छ भने मलाई फलो गर्न चाहिँ नबिर्सिनु होला। र यहाँ केटाहरूले चाहिँ सबैले खाइरहेका छन्। बडे भाइ खाके बताओ कैसे है? खाके बताओ कैसा है? कैसे बना? मस्त बना? बताओ टेस्टी है भैया। कैसा है? टेस्टी है ना? देवी भाई खा के बताओ कैसा? मजा आया? हाउ टेस्टी। डिलीशियस। क्या बोल भाई अंग्रेजी में क्या बोलते हैं? डिलीशियस। ओ वाह सब खुश है ठेकुआ खा के।